12वटा पढाउनु पर्छ हो पढाउनु पर्छ यसमा 1 2 3 4 5 6वटा एउटा टेबल खो र यसरी राख्नुपर्छ भनेर देखाउनु पनि हुँदै थियो यहाँ दादाले है हामीलाई वरिपरि राखेर म भिडियो बनाएर हालिदिन्छु ल भनेको थिएँ दादाले सबैमा चौकी राखी देखाउनु हुँदै थियो है सबै टेबलमा हो फेरि यता हेर्दै थियौँ यहाँ सानो टोकरी पनि बुनेर राख्नु भएको रहेछ है अन्त सानो हाइटको यहाँ डोको पनि सानोबडे बुन्नु भएको रहेछ यहाँ हामीलाई सबै देखाउनु हुँदै थियो दादाले के कुरा गरेर है एकदमै राम्रोसँगले बुन्नु भएको थियो यो डोकोहरू चाहिँ अब हामीले सानो उयसमा झुन्डाएर के राख्नु सजिलो हुने खालको रहेछ अब यसमा पनि म डल्लो ऐना लाउँछु भनेर दादाले भन्नुहुँदै थियो है यसको ऐना चाहिँ डल्लो आउँछ भन्नुहुँदै थियो हामीलाई यो सबै सामानहरू चाहिँ दादाले बेच्नको लागि बनाउनु भएको रहेछ र हजुरहरू कसैलाई चाहियो भने कमेन्ट गर्नुहोस् होला या चाहिँ तपाईँले दादासँग नै कन्ट्याक्ट गर्न पनि सक्नुहुनेछ।